आज हामी फेरि एउटा नयाँ टपिक लिएर आएको छौँ क्लास 11 को कोअर्डिनेट इन स्पेस को है। अहिलेसम्म हामीले जहिले 9 क्लासमा 10 क्लासमा गरे हामीले अहिलेसम्म कुरा गरेको हामीले के कुरा गरेको थियो त यो XY प्लेन को कुरा गरेको थियो। त्यो हामीले अब यो भन्दा अगाडि अलरेडी हामीले पढिसकेका छौँ। हामीले 3 डाइमेन्सनको कुरा गर्दै छौँ जहाँ चाहिँ के हुन्छ यो x एक्सिस y एक्सिस अनि के हुन्छ z एक्सिस। जब चाहिँ हामीले कुनै एंगलको कुरा गर्दाखेरि हामीले जब चाहिँ 2 डाइमेन्सनलमा यो x एक्सिस र y एक्सिस हुन्थ्यो यानी कि XY प्लेनमा हामी कुरा गर्दाखेरि हामीले थीटाको कुरा गर्थ्यौ। थीटा भनेको के त हामी इन्क्लाइनेसनको कुरा गर्दै थियो हैन। इन्क्लाइनेसन भनेको इन्क्लाइनेसन युज गरेर हामी के गर्थ्यौ त स्लोप हामीले फाइन्ड गर्थ्यौ नि। त्यस्तै गरी हामीले अब 3 डाइमेन्सनको कुरा गर्दाखेरि हामीले के त यो x एक्सिस y एक्सिस अनि के छ z एक्सिस कुरा गर्दाखेरि हामीले यहाँ भ्यालु के दिएको छ हामीले कोसाइन पर्नुको के छ डाइरेक्सन के त डाइरेक्सन कोसाइन अब के हुन्छ एउटा स्ट्रेट लाइन। त्यो स्ट्रेट लाइनको हामीले कोसाइन भनेको यसको एंगलहरु कुरा हामीले गर्दै छौँ। यसो म यहाँ के छ र मैले बनाएको छु मैले यो x एक्सिस एउटा के छ y एक्सिस एउटा z एक्सिस र यहाँ मैले एउटा पोइन्ट लिएको छु मैले p भनेको कुनै हामीसँग यता के छ पोइन्ट छ p भनेको हेर यो x एक्सिस यता गयो त्यसपछि के आउँछ y एक्सिस अनि के z एक्सिस माथितिर यहाँ हामी त ठाउँै छैन त यसलाई स्पेस भनेको छ स्पेस भनेको कुनै एउटा स्पेस अफ पोइन्ट लेख्छ। अब हामीले कुनै एउटा पोइन्ट बनाएको छ इमेजिन गर x एक्सिस y एक्सिस एन्ड x एक्सिस तर माथि के त y एक्सिस यता के आएको z एक्सिस। यसलाई मैले कहाँ लेखेको छु मैले यति बुझ्न तिमीले यहाँ सरले कुनै एउटा पोइन्ट लेखेको छ यो के छ त यो x y z भनेको कुनै एउटा पोइन्ट छ यसमा। यसमा त्यसपछि हामीले के गराएको छु यो पोइन्ट चाहिँ यो x एक्सिस सँग x एक्सिसमा मैले के बनाएको छु त परपेन्डिकुलर बनाएको छ। त्यो भन्दा पहिला थाहा छ यसमा डेफिनेसन मैले के बनाएको मैले किनभने डाइरेक्सन कोसाइन के हुन्छ इफ द लाइन OP जुन OP छ के हुन्छ एंगल बनाउँछ यो OP ले के बनाउँछ यो x एक्सिस सँग पनि एंगल बनाउँछ y एक्सिस सँग पनि एंगल बनाउँछ z एक्सिस सँग पनि के हुन्छ त कुनै कुनै एंगल बनाउँछ। यति हामीलाई थाहा छ कुनै कुनै एउटा एंगल बनाउँछ के त्यो एंगललाई हामीले x एक्सिस y एक्सिस सँग के हुन्छ z एक्सिस सँग एंगल बनाउँछ भने यो x एक्सिस सँग छ त्यसलाई हामीले के भने अल्फा भने y एक्सिस सँग त्यसलाई हामीले के भने बीटा भने z एक्सिस सँग त्यसलाई के हामीले गामा एंगल त्यहाँ दिएको छ हामीले। त्यहाँ के हुन्छ यसको भ्यालु हेर यसमा हामीले जुन एंगल आएको छ नि यसलाई हामी cosमा जोड दिन्छौँ भने cos अल्फा cos बीटा cos गामा के हुन्छ यसलाई हामी के भन्छौँ डाइरेक्सन कोसाइन अफ द के हुन्छ लाइन। कुनै लाइनको के हुन्छ डाइरेक्सन अफ के हुन्छ त कोसाइन हुन्छ। त्यसपछि हेर्नुस् यसलाई हामीले डाइरेक्सन कोसाइनलाई हामीले डिनोट गर्नको लागि के हुन्छ यो l र के हुन्छ यो m र के हुन्छ यो n ले हामीले डिनोट गर्छौं। यो l भने के हुन्छ cos अल्फा m भने के हो त cos बीटा यो n भने के हुन्छ त cos के हुन्छ त गामा हुन्छ। त्यसपछि त्यही यहाँ लेखे मैले l बराबर cos अल्फा m बराबर के छ त cos के छ बीटा m बराबर के छ त cos गामा छ भने अब यहाँबाट अब हेर्नुस् एउटा यहाँबाट हामीले रिलेसन फाइन्ड गर्न खोजिरहेको छ हामीले त्यो एंगलको र त्यो पोइन्टको बीचमा कस्तो रिलेसन छ यो स्ट्रेट लाइनको कस्तो रिलेसन हामीले दिइरहेछ त्यहाँबाट मैले त्यो गर्न खोजेको छु। लेट OP बी द के हुन्छ स्ट्रेट लाइन विथ के छ डाइरेक्सन कोसाइन यो mn छ देखो त्यसपछि ड्र कुनै एउटा पोइन्टमा फ्रम पोइन्ट P मा ड्र के गराए PL PL को नाम के वाले मैले यो l हालेको छु PL परपेन्डिकुलर टु कहाँ छ त x एक्सिस। एकपल्ट मैले के गराए यसमा यो x एक्सिस सँग मैले PL लाई p लाई के गर्छु परपेन्डिकुलर ड्र गराए एकपल्ट मैले के गर्छु त y एक्सिस मा गर्छु एकपल्ट के गर्छु त मैले z एक्सिस मा गर्छु है। यहाँबाट हेर्नुस् त एकपल्ट ड्र गर्दाखेरि हामीले यो x एक्सिस मा ड्र गर्दाखेरि हामीले के देख्छौँ OL भनेको कति OL भनेको ओरिजिन देखि यो पोइन्ट सम्मको डिस्टेन्स कति त यो x एक्सिस x पोइन्ट x दिएको छ यो x कम्पोनेन्ट दिएको छ। त्यसपछि हामीले परपेन्डिकुलर दिएको छ हेर अब OL दिएको ब्यान्ड हेर यहाँबाट ओरिजिन देखि यो पोइन्ट सम्मको डिस्टेन्सलाई हामीले यसलाई के मान्दियौ r मान्दियौ। r भनेको के हो त डिस्टेन्स हो डिस्टेन्स के त ओरिजिन देखि त्यो पोइन्ट सम्मको के हुन्छ डिस्टेन्स भनेको हामी के मानेको यहाँ r मानेको छ। त्यहाँबाट के हुन्छ हामीले cos अल्फा cos के छ cos अल्फा छ नि cos अल्फा छ भने हेर त यो राइट एंगल ट्रायंगल बनेको यहाँ त यो के छ राइट एंगलमा हामी के भन्छौँ यो h भन्छौँ यसलाई हामी p भन्छौँ के भन्छौँ p भन्छौँ। हामीले फर्स्ट इयर पढ्न थाहा छ हामीले फर्स्ट के हुन्छ त b by h हुन्छ b by के यहाँ b by के त b by h छ नि यो b यो h के छ b by h आछ हेर त b by h आछ b by h यो cos अल्फा भने के हो त यो l हो cos अल्फा भनेको l बराबर के यो x by r आछ यसलाई क्रस मल्टिप्लाई गर्दा के देखिन्छ यो x बराबर के आयो यो x इक्वल टु के आउँछ x इक्वल टु के त यो r आएको छ नि
के गर्दाखेरि आएको छ हामीले पोइन्ट पी बाट एक्स एक्सिसमा हामीले परपेन्डिकुलर ड्र गर्दाखेरि हामीले एक्स बराबर के भ्यालु आयो त एक्स बराबर यो एलआर आयो। त्यस्तै गरी सिमिलरली हामीले के गर्छौं पी बाट जब चाहिँ हामीले y एक्सिसमा परपेन्डिकुलर ड्र गराउँछौं भने यो पनि y को भ्यालु आउनु पर्छ, यो एमआर आउँछ। त्यसपछि फेरि यो पी बाट हामीले z मा पनि परपेन्डिकुलर ड्र गराउँछौं भने यहाँबाट भ्यालु के आउँछ त यो एमआर आउँछ। अब हामीले कसको भ्यालु x र y को z को भ्यालु आइरहेछ यहाँबाट। अब हेर्नुस् त अब मैले तिमीले के कुरा भन्थे जब चाहिँ कुनै पोइन्टबाट कुनै एउटा इनिशियल पोइन्ट छ ओरिजिन कुनै एउटा पोइन्ट दिएको छ भने यसको डिस्टेन्स मैले फर्मुला तिमीले भनेथे जब चाहिँ ओपी बराबर डिस्टेन्स फर्मुला कति हुन्छ यो x कम्पोनेन्टको स्क्वायर प्लस y कम्पोनेन्ट स्क्वायर प्लस z कम्पोनेन्टको होल स्क्वायर हुन्छ हुँदैन त्यो पनि रुट भित्र हुन्छ के आयो यो x स्क्वायर प्लस के दिन्छ y स्क्वायर प्लस के दिन्छ त z स्क्वायर हुन्छ। कसरी कतिखेर हुन्छ जब चाहिँ इनिशियल पोइन्ट एउटा के हुन्छ ओरिजिन हुन्छ कुनै एउटा पोइन्ट कतै हुन्छ त्यसको फर्मुला हुन्छ डिस्टेन्सको के हुन्छ ओपी बराबर के हुन्छ रुट अन्डर x स्क्वायर प्लस y स्क्वायर प्लस के हुन्छ z स्क्वायर हुन्छ। यहाँ हेर्नुस् त एकपल्ट त्यही गरेर त ओपी को स्क्वायर गर्दाखेरि के हुन्छ r स्क्वायर भइहाल्छ किनभने r हामीले गरेछौं यो ओपी को स्क्वायर आएको यहाँ त रुट त हुँदैन रुट हुन्छ त रुट हुँदैन यहाँ त रुट भए पनि यहाँ के हुन्छ रुट त कटिहाल्छ नि यहाँबाट कट्दैन यो रुट कटिहाल्छ नि त्यही भएर मैले लेखेको थिएँ यहाँबाट है। त्यसपछि यो x स्क्वायर को भ्यालु हेर x को भ्यालु पुट गरेँ यहाँ y गरेर z को भ्यालु पुट गरेछु मैले यहाँबाट के आयो यो r स्क्वायर कमन आयो r स्क्वायर ले डिभाइडर बढाइदियो के भइरहेछ अब यसको भ्यालु 1 भइरहेछ त हेर्दा यो a स्क्वायर प्लस m स्क्वायर प्लस n बराबर के आयो 1 आयो। यो भनेको एउटा कसको रिलेसन हो त यो डाइरेक्सन अफ कोसाइन भनेको एंगलको र के हुन्छ त्यो एउटा स्ट्रेट लाइनको के हो त रिलेसन होला हामी एउटा फर्मुला हो है यो फर्मुला के हो त यो l स्क्वायर प्लस m स्क्वायर बराबर प्लस n स्क्वायर बराबर 1 यसलाई हामीले यसरी पनि लेख्न पायो यो n स्क्वायर भनेको cos अल्फा को स्क्वायर यो के हुन्छ यो m स्क्वायर भनेको cos बीटा को स्क्वायर अनि n स्क्वायर भनेको के हो त cos गामा को स्क्वायर बराबर के हुन्छ 1 हुन्छ। र यो पनि हामीले एक्सरसाइजमा जुनै फर्मुला हामीले आवश्यकता अनुसार के गर्छौं युज गर्न सक्छौं हामीले है। ल त्यतै गरेर हामीले जो हाम्रो भिडियो हेर्दै हुनुहुन्छ भने त्यसलाई के गर्नु लाइक सब्स्क्राइब गरिदिनु सबैजनाले हैन यति हामीले सहयोग गरौँ है। ल